आज चाहिँ हामी छागल काट्न जाँदैछ होइन। एउटा सचिन भन्ने छ, यो सचिन। यसले चाहिँ बन्चरो भन्ने हुन्छ त्यो बोकेको छ। अनि मैले चाहिँ यहाँ ग्रासी बोकेको छु। यसले चाहिँ अगाडि तरकारीको लागि छागल काट्न जाँदैछौँ। यो चाहिँ यही हो छागल भन्ने चाहिँ, सानो सानो छ। यहाँ चाहिँ अलि ठुलो तलतिर पाउँछ अरे, तलतिर जाँदैछौँ। यो सानो चाहिँ राम्रो हुँदैन अनि आउँदैन। योमा चाहिँ ठुलोमा चाहिँ आउँछ अलि तरकारी खाने लायक। त्यसैले अहिले तल जाँदैछौँ। सबै छागल भन्ने हो। कता हुन्छ सचिन? कता पाइ हुन्छन् ठुल्ठुला? तलै भाइ पहिला गइथिस्? आगो कहाँबाट कसले लगायो? हामी चाहिँ घरदेखि धेरै तल आइसक्यो। तल छ भन्छ अझै सचिनले, है कता छ मलाई चाहिँ थाहा छैन। अहिले तल पाउँछ? कत्रो ठुल्ठुला हुन्छन्? एउटाबाट कति निक्लिन्छ? ल यहाँ चाहिँ सचिनले अब छागल काट्ने सुरु गरिरहेको छ। कति टाइम लाग्ने यसलाई छागल काट्ने? यही हो भन्छ यहाँको ठुलो, खै थाहा छैन मलाई। अझै तल होला सायद, खोज्नुपर्छ अहिले। कति मिनटमा छुट्याउँछ यसलाई सचिन? अलिक छिटो काट, टाइम धेरै नलाउने। अलि तलबाट, अलि तल, अलि तल, अलि तलबाट। माथि माथि काट्दा त नि त्योमा केही निक्लिँदैन। अलि तलबाट काट्छन्। काट्न जाने रेन्जर्स। यता हेर पुरा भयो कालो मोसो लगाएर अहिले यहाँ लोटेर कस्तो भइरहेको थियो। झन्डै चोट लागेन यसलाई। अहिलेसम्म छुट्याएको छैन। ल 5 मिनट हुन लाग्यो यसले काटेको। छुट्याएपछि म तपाईँहरूलाई पनि देखाउँछु कस्तो हुन्छ यसको। कतिपयले त खानु भयो होला। ल यो चाहिँ छागल छुट्याइसक्यो होइन सचिनले। ल 5 मिनट लगायो होला। यही यस्तो हुन्छ अरे। अब यसलाई सफा गर्नु पऱ्यो। त्यहाँभित्र चाहिँ गु हुन्छ, खाने तरकारी खान मिल्छ, काँचो पनि खान मिल्यो। छागल चाहिँ यस्तो हुँदो रहेछ गाइस होइन। हेर्नुहोस् यो काँचो खाँदा नि भयो होइन, पकाएर खाँदा नि भयो। चाहिँ साफ गर्दैछ। योबाट चाहिँ कति निक्लिने हो? मेहनत नगरेर केही हुँदैन नि। बनिसक्यो साफ। भइसक्यो। त्यो भित्र पनि फाला छिर्यो नि, भित्र त खाने हो क्या। यस्तै कतिवटा काट्ने हामीले? 15-16वटा काट्ने। राख झोला पनि ल्याएको होइन गाइस। यो झोला हो हाम्रो। यो चाहिँ हामीले पिउने पानी हो। यस्तो पावर लगाउनु पर्छ। यस्तो जङ्गल छ हाम्रो यताको, हेर्नु सक्नुहुन्छ। काटिसकेपछि देखाउँछु फेरि हजुरहरूलाई। सो गाइस यति काट्यो अहिलेसम्म। लगभग 8-9वटा काट्यो कि लास्टै गर्मी भएको कारणले लगभग 2 किलो 3 किलोसम्म छ होला। 8वटा काट्यो। यति नै हो। कतिवटा काट्यो मेरो सचिन? 8वटा। अब भोलि काट्ने नै? लास्टै गर्मी छ त्यही भएर सकेन आज धेरै काट्न।
तरकारी लायक भएको 2-3 किलो बिहान धेरै हो भाइ यहाँ हाल्छ यसरी काट्यौँ उति काटेको हो कालै कालो भयो हो आगो लागिरहेको आगोमा नत्र यस्तो भएन पसिना आयो कालै कालो भइसक्यो अब त्यहाँ घर जाँदैछौँ आजलाई यति नै भयो यो भिडियो भोलि कुनै नयाँ भिडियो लिएर आउनेछु तबसम्म बाई बाई टेक केयर